प्रार्थना गरेको उत्तर पाएको जस्तो लाग्छ मलाई, किनभने हामी सबै अगुवाहरू भएका व्यावहारिक कुरामा सिक्न पाउने एउटा हामीले परमेश्वरले जुटाउनु भएको हो। सायद हाम्रो कतिलाई हामीले उहाँको सरको नाम थाहा थिएन होइन, र परमेश्वरले हाम्रो आवश्यकतालाई पुरा गर्नुहुन्छ। हाम्रो इच्छा थियो। अब म चाहिँ के भन्छु भने यो केबिआईमा पढ्दासम्म सकभर उहाँको लागि हामी सबैले प्रार्थना गरौँ होइन। धेरै क्लासहरू चाहिँ हामीले पाउन सकोस् भनेर हामी प्रार्थना गरौँ। अब हाम्रो आवश्यकतालाई चाहिँ परमेश्वरले पुरा गर्नुहुन्छ। इच्छा त अब धेरै नै हुन्छ होइन, तर परमेश्वर प्रार्थना गर्न हाम्रो गुरुबाको निम्ति पनि हामी सधैँ प्रार्थना गरौँ। अन्तिम क्लास भएर आजै मात्रै उहाँलाई भुल्ने होइन। तपाईँ हामीले चाहिँ अब हामी फ्रेन्डसिप भइसकेको छ। तपाईँलाई लागेको कुराहरू होइन, सेवाकेन्द्रमा गर्ने कुराहरू उहाँसँग चाहिँ मेसेन्जरमा तपाईँले सोध्न सक्नुहुन्छ। उहाँ सर चाहिँ कस्तो हुनुहुन्छ भने उहाँ चाहिँ आत्माभित्रैबाट हामीले सबै कुरा उत्तरहरू दिएर बताउनु सक्ने क्षमता भएको एउटा परमेश्वरको गोठालो हुनुहुन्छ भनेर हामीले थाहा गऱ्यौँ होइन। त्यसो भएर आज क्लास मात्रै होइन, तपाईँले यो कुराहरूबाट नजिक कुराहरू सिक्न सक्नुहुन्छ। हामी जाँचमा पास होला नहोला, राम्रो लेख्नु नलेख्नु त्यो आफ्नो कुरा छ, तर हामीले व्यावहारिक कुरा चाहिँ एकदमै यो महिना पाएको कारणले हामी परमेश्वरलाई धन्यवाद र सरलाई पनि धेरै धेरै धन्यवाद भन्दै यो समय त अन्त्यले हुन्छ। जय मसीह। हाजिर भइसक्यो, सबैको हाजिर भइसक्यो। आज 25जनामा 24जना आएको छ, एकजना मात्रै छैन, सबैको हाजिर हुन्छ। जय मसीह। धेरै कुराहरू सुन्यौँ होइन, धेरै कुराहरू सिक्यौँ। सबैभन्दा क्लासमा म अलिकति उमेर बढी भएर पनि कति कुरा चाहिँ म आफै पनि कतिवटा चाहिँ सिक्नुलाई चाहिँ अझै पर्दो रहेछ भने चाहिँ सिक्ने क्रम चाहिँ हाम्रो योगेन्द्र सरले भन्नुभएको जस्तै जब बक्सामा नजाएर चाहिँ हामी सिक्नैपर्छ होइन। हामीले यो कुरा चाहिँ हामी कतिचोटि बुझ्दो रहेछ। मैले योगेन्द्र सर अघि धेरै अगाडि हाम्रो एउटा मण्डलीको भाइ हुनुहुन्छ, उहाँले भन्दै 2005मा चाहिँ 3मा फर्किँदै 5मा चाहिँ उहाँले जुन कुटाइ खाएकोहरू मलाई थाहा छ। उहाँले त्यो चर्चा गर्ने नै त्यो भन्नुहुँदै थियो। प्रभुको सेवा गर्न सजिलो छैन, त्यही भन्दा आज हामीले एउटा शिक्षकका रूपमा है उहाँलाई हामीले पाएका छौँ। अझै पनि हामी प्रार्थना गरिदिनुपर्छ उहाँको टिचिङको लागि, उहाँको परिवारको लागि, उहाँको सेवाको लागि। अनि एक आपसमा हामी प्रार्थना गर्छौँ होइन, एक दोस्रोलाई हामी प्रार्थना गर्ने व्यक्ति हौँ। अनि यो सबैबाट सबै कुराबाट सबैभन्दा माथि चाहिँ प्रभुलाई नै हामी श्रेय दिनुपर्छ। हामी उठौँ अनि प्रार्थना गरौँ, एक दोस्रोको लागि, शिक्षाको लागि पनि प्रार्थना गरौँ, हाम्रा व्यवस्थापक पनि हामी यहाँ प्रिन्सिपललाई पनि प्रार्थना गरौँ, सबैजना एक दोस्रोलाई प्रार्थना गरौँ। आउनुहोस् हामी प्रार्थना हजुर प्रार्थना गरौँ होइन। हुन्छ हामी प्रार्थना गरौँ। आउनुहोस् प्रार्थना सबैजना मुख